केही समय अघि चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागको मानव अधिकार विकास तथा आदान प्रदान केन्द्रले खुसियाली यहाँ छ भन्ने नाराका साथ चीनको चिलिन प्रान्तको भ्रमण कार्यक्रमको आयोजना गरेको थियो। भ्रमण टोलीले चिलिन सहर, यानबिन कोरियाली स्वायत्त प्रिफेक्चर र अन्य स्थानहरूको भ्रमण गरेको थियो। टोलीले यानबिन कोरियाली स्वायत्त प्रिफेक्चरको सदरमुकाम सहर यान्जीबाट भ्रमण सुरु गरेको थियो। यानबिन कोरियाली स्वायत्त प्रिफेक्चर चिलिन प्रान्तको पूर्वी भागमा अवस्थित छ। यो चीनको एकमात्र कोरियाली स्वायत्त प्रिफेक्चर हो। हुन्चुन चिलिन प्रान्तको दक्षिण पूर्वमा अवस्थित छ। यो एउटा सीमावर्ती सहर हो। यो तटीय क्षेत्र होइन, तर चीन, उत्तर कोरिया र रुसको सङ्गम भएकोले अद्वितीय भौगोलिक लाभका कारण हुन्चुन एक समुद्री खाना सहरको रूपमा परिचित छ र किङ क्र्याब यानि कि राजगङ्गटोको आयात र वितरणको मुख्य केन्द्र बनेको छ। यसै सीमावर्ती सहर हुन्चुनले वृद्धहरूका लागि न्यानो हृदय भएको समुदाय सिर्जना गरेको छ। 3665 घरहरू र 6700 बासिन्दाहरूको साथ छाङ्गान समुदायको निर्माण गरेको छ। यो समुदायमा हान, कोरियाली, मन्चु, मङ्गोलियन, हुई र अन्य जातीय समूहहरू रहेका छन्। साथै यो छाङ्गान समुदायले 3 कमन्स एन्ड 4 सेम्सको अवधारणालाई पछ्याइरहेको छ। 3 कमन्स र 4 सेम्स एक सरल तर गहन अवधारणा हो। यसले 4 पक्षहरूलाई समेट्दछ: सँगै बस्ने र सिक्ने, सँगै निर्माण गर्ने र प्रयोग गर्ने, सँगै काम गर्ने र रमाइलो गर्ने, साथै विशेष अभ्यासहरू जस्तै सँगै गीत गाउने, सँगै नाच्ने, एउटै टेबलमा खाना खाने र सँगै चाडपर्व मनाउने। यानपेनमा यस्ता समुदायहरू प्रशस्तै छन्। चिलिन प्रान्तको यान्जी सहरको उत्तर पूर्वमा तानियिङ कम्युनिटी छ, जहाँ हान, कोरियाली, हुई, मान, तिब्बती, याओ, सिपो, चिङपो र मङ्गोलियन लगायत 9 जातीय समूहका बासिन्दाहरू बस्दछन्। त्यहाँ 3000 भन्दा बढी परिवारहरू छन्, जसको कुल जनसङ्ख्या लगभग 8000 छ। वर्षभरि नै सांस्कृतिक र खेलकुद गतिविधिहरूको आयोजना गरी समुदायका सबै जात-जातिका मानिसहरूले सँगसँगै गीत गाउँछन्, सँगै नाच्छन्, एकै टेबलमा सँगै खान्छन् र सँगै उत्सव मनाउँछन्। त्यसैले यहाँका सबै जातीय समूहका बासिन्दाहरू थप घनिष्ठ र थप स्नेहपूर्ण बनेका छन्। चिलिन प्रान्त हिउँ र हिउँखेलका लागि पनि प्रसिद्ध छ। चिलिन सहरको योङ्जी काउन्टीमा अवस्थित पैताहु स्की रिसोर्ट एक राष्ट्रिय स्की पर्यटन रिसोर्ट हो। साथै यो एसियाकै सबैभन्दा ठूलो स्की रिसोर्ट मध्येको एक हो। स्कीइङको स्वर्गको रूपमा प्रख्यात यो क्षेत्रले उच्च गुणस्तरको स्की स्लोप, बाक्लो हिउँ र लामो हिउँदे मौसमको साथ पाएको छ। चिलिन प्रान्तमा अवस्थित छाङपाई पर्वत विविध परिदृश्य र समृद्ध प्राकृतिक स्रोतका लागि प्रसिद्ध छ। यसै छाङपाई पर्वतको अन्तु क्षेत्रको हिउँ अवलोकन क्षेत्र निकै नै रमणीय छ। वर्षेनी लाखौं पर्यटक पुग्ने यो क्षेत्र उच्च पहाड र घना जङ्गलका कारण प्रसिद्ध छ। यसै छाङपाई पर्वतमा अवस्थित चुलोङ जङ्गल पनि एउटा रमणीय स्थल हो। यो स्थल ज्वालामुखीय भूभाग तथा विविध आकारका ढुङ्गा र हरियो जङ्गलका लागि परिचित छ। बरफ र हिउँ अर्थव्यवस्थाको विकासले उत्तर पूर्वी चीनमा हिउँ उद्योगको विकास भएको छ। चीनको बरफ र हिउँ उद्योग सन् 2025 मा 1 ट्रिलियन युएन पुग्ने अनुमान छ। चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागको मानव अधिकार विकास तथा आदान प्रदान केन्द्रद्वारा आयोजित खुसियाली यहाँ छ यस भ्रमण कार्यक्रमको उद्देश्य पर्यावरण संरक्षण, बरफ र हिउँ आर्थिक विकास, स्थानीय जनताको जीविकोपार्जन तथा नयाँ युगमा सीमा जातीय क्षेत्रमा मानव अधिकारको विकास तथा उपलब्धिको अवलोकन हो।